पुरुष निसन्तानपन हरेक दिन जस्तो बढ्दै जानुका कारणहरू के हुन सक्छन्? अब धेरै कारणहरू धेरै छन्। तपाईको चाहिँ पुरुष निसन्तानपन एक नम्बर कारण भन्नुपर्दाखेरि चाहिँ तपाईको घट्दो शुक्रकीटको सङ्ख्या। हजुर। हैन, अब जब मैले विज्ञान पढ्न सुरु गरेको थिएँ त्यति बेला मैले पढ्दाखेरि चाहिँ पुरुषमा शुक्रकीटको जुन सङ्ख्या हुन्छ तपाईको 80 मिलियनदेखि लिएर 120 मिलियन, 80 देखि 120 मिलियन चाहिँ प्रत्येक एमएलमा, 1 एमएलमा चाहिँ 80 देखि 120 तपाईको मिलियन शुक्रकीट हुन्छ भनेर पढेको थिएँ। त्यही चिजलाई अहिले आएर तपाईको चाहिँ विश्व स्वास्थ्य सङ्गठनले परिमार्जित गर्दै त्यसलाई चाहिँ 15 मिलियन पर एमएलमा झारेको छ। भनेको मानव जातिमा नै शुक्रकीटको सङ्ख्या घट्दै गइराखेको छ। यो नि एउटा कारण हुन सक्छ हैन। त्यसबाहेक दोस्रो भनेको तपाईको इन्भाइरोमेन्टल फ्याक्टर हुन सक्छ, खानपिन, जीवनशैली, आहार विहार हुन सक्छ हैन। त्यसबाहेक तपाईको चाहिँ जेनेटिक फ्याक्टर्सहरू हुन सक्छ, स्ट्रेस हुन सक्छ। हाम्रो चाहिँ ग्लोबल्ली अहिले तपाईको चाहिँ के छ भन्दाखेरि ग्लोबल वार्मिङले गर्दाखेरि सबैतिर टेम्परेचर बढिरहेको छ। धेरै तातो गर्मी ठाउँमा काम गर्नेहरूमा पनि तपाईको पुरुषहरूमा शुक्रकीटको सङ्ख्याहरू कम हुन्छ हैन। त्यसबाहेक तपाईको चाहिँ विभिन्न किसिमको केमिकल्स, टक्सिन्सहरू, विभिन्न जुन चाहिँ बीपीए प्लास्टिक्सहरूको बढ्दो प्रयोग हैन, यी सबै कारणले गर्दाखेरि चाहिँ टेस्टिकुलर हेल्थ अथवा चाहिँ रिप्रोडक्टिभ हेल्थमा पनि धेरै नै असर परिरहेको छ। खानपिनमा तपाईको चाहिँ पहिला भएदेखि तपाईको धुम्रपान, मद्यपान त्यति धेरै चाहिँ गर्ने गरिन्थेन, तर तपाईको चाहिँ आजकल तपाईको युवा अवस्थादेखि नै तपाईको धुम्रपान, मद्यपानको लत लागेको धेरैजना देखिन्छ। भेप, तपाईको चाहिँ अल्कोहल भयो हैन। यी विभिन्न कारणले गर्दाखेरि, त्यसबाहेक स्ट्रेस हैन, तनाव जुनसुकै किसिमको पियर प्रेसर किन नहोस्, घरायसी स्ट्रेस किन नहोस्, सामाजिक, पारिवारिक, आर्थिक विभिन्न कारणले गर्दाखेरि चाहिँ तपाईको स्ट्रेसले गर्दाखेरि पनि तपाईको शुक्रकीटको सङ्ख्याहरू घटाइरहेको हुन्छ। त्यसबाहेक तपाईको चाहिँ मेटाबोलिक डिजिजहरू जुन पहिला चाहिँ कम देखिन्थे आजकल अलि बढी देखिन थालेको छ। त्यसबाहेक तपाईको इन्फेक्सन हैन, तपाईको चाहिँ मल्टिपल पार्टनर्सहरू हुँदाखेरि सेक्सुअली ट्रान्समिटेड डिजिजेसहरूदेखि लिएर विभिन्न कारणहरू जुन पहिला भन्दा अहिले चाहिँ हरेक चिजमा बढिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ निसन्तानपन, विशेष गरी पुरुषको निसन्तानपनमा चाहिँ यसले असर गरिरहेको देखिन्छ। दिनदिनै बढी पनि रहेको छ केसेसहरू।